हेलो गाइस, आज फेरि हामी पाइथनमा नयाँ भिडियो लिएर आएको छौँ। आज हामी कन्टिन्यू र पासको डिफरेन्स बुझ्छौँ पाइथनमा। अनि कन्टिन्यूमा जाउँ। कन्टिन्यू भनेको के हो? कुनै पनि पार्टिकुलर कन्डिसन ट्रु हुँदाखेरि त्यतिखेर त्यो आइट्रेसन छोडेर नेक्स्ट आइट्रेसन लुपमा जाने, त्यसलाई नै भन्छौँ हामी कन्टिन्यू। अब कन्टिन्यूको एउटा इक्जाम्पल हेरौँ। जस्तै यही फङ्सनमा हामी हेरौँ पहिला। फोर आई रेन्ज 5 अनि फङ्सन के होइन, सिम्पल 0देखि 5 प्रिन्ट गर्ने हो। तर यसमा कन्डिसन के छ भने इफ आई इज इक्वल टु 2, मतलब जतिखेर यो दोस्रो लुपमा, मतलब भनेको थर्ड आइटरेसनमा के हुन्छ भने तपाईँको यो कन्डिसन ट्रु हुन्छ, त्यतिखेर कन्टिन्यू, मतलब कन्टिन्यूले के भनिदिन्छ भने त्यहाँदेखि तल अब एक्जिक्युट नगर्ने, फेरि अब फोर्थ लुपको लागि जाने। मतलब जुनचोटि थर्ड लुपमा हुन्छ नि त, थर्ड लुप फर्स्ट लुप सेकेन्ड लुपमा नर्मल्ली 0 र 1 प्रिन्ट हुन्छ। तर सेकेन्ड लुपमा यो कन्डिसन ट्रु भएकोले हामीले त्यतिखेर तलको स्किप गरिदिन्छौँ। त्यसपछि फोर्थ लुपमा जान्छौँ, फोर्थ लुपमा यो प्रिन्ट हुन्छ, त्यसपछि अर्को यो हुन्छ। यसकै कोड हेरौँ हामी। सिम्पल यहाँ हेर्दाखेरि इक्जाम्पल मैले त्यही फङ्सन लेखेँ हो। अब यसलाई सिम्पली रन गर्नुभयो भने पाइथन 05 त्यही भयो, 0 भयो, 1 भयो, 3 भयो, 4 भयो, यसरी नै। त्यो कन्डिसन, यदि त्यो कन्डिसन ट्रु भयो भने कन्टिन्यू, त्योभन्दा तल नगर्ने, अर्को नेक्स्ट आइट्रेसनमा जाने, कन्टिन्यूको भयो। त्यसपछि हामी पासको हेरौँ। पासमा के हुन्छ भने डु नथिङ, यसले खासै केही गर्दैन। यसमा के हुन्छ भने इक्जाम्पलबाट बुझौँ। त्यही 4 आई इन एरेन्ज भयो त्यही फङ्सन। अनि यदि आई इज इक्वल टु 2 भयो भने इफ त्यो कन्डिसन थर्ड आइट्रेसन लुपमा के हुन्छ भने हुन चाहिँ यहाँ 2 चाहिँ प्रिन्ट हुन्छ। तर यो हामी पास किन लेख्छौँ भने खास गरी यदि कुनै आई इज इक्वल टु 2, मतलब यो कन्डिसन ट्रु हुँदाखेरि कुनै लोजिक पछि हामी लेख्न सक्छौँ भने, मतलब यो कन्डिसन ट्रु हुँदाखेरि पछि हामी अहिले लोजिक लेख्दैनौँ, तर फ्युचरमा केही लोजिक लेख्नु परेमा यस्तो पास लेख्न मिल्छ। त्यसमा के मतलब हामी रन गऱ्यो भने इरर दिँदैन के। अब यसमा के, यसको फाइदा के हुन्छ भने अब करेन्टली हामीलाई कुनै लोजिक आएन, तर तर हामीलाई प्रोग्राम त कोड त अझै गर्नु पऱ्यो। त कोड गर्नको लागि हामी तपाईँ पास लेखेर छोडिदिन्छौँ। पछि हामीलाई लोजिक वा केही थाहा भयो भने वा केही पछि लेख्न पऱ्यो भने यसरी पास लेखेर छोडिदिँदा हुन्छ। जस्तै यही, अब यसलाई मैले कमेन्ट गर्छु अनि यसमा हेरौँ हल्का मोडिफाई छ, त्योभन्दा मैले क्लियर गरेँ। त्यसपछि पाइथन 05 हेर्नु, यसमा के भयो भने 0 1 2 3 4 पनि प्रिन्ट भयो, यसमा प्रिन्ट हुन्छ। तर यसमा के भयो भने तपाईँको यदि कुनै 2 हुँदाखेरि हामी पछि लोजिक कुनै लेख्छौँ फ्युचर कोडका लागि, प्लेस होल्डर जस्तो भयो, त्यसैले हामी यो पास युज गर्छौँ। त्यतिखेर हामी पास युज गर्छौँ। यो हामी खास गरी फङ्सन बनाउँदाखेरि पनि युज गर्न सक्छौँ। तपाईँलाई भनिदिउँ, जस्तै मैले डेफ एड गरेँ ए कमा बी गरेँ, त्यसपछि मैले पास गरिदियो भने अब यसले इरर दिँदैन के। अब हामी अहिले यसको अझभित्र लजिक के हुन्छ जोड्ने भने हामी अहिले थाहा छ, तर पछि पनि हामी लेख्न सक्छौँ कि यो फङ्सन त यसरी केही यसले इरर दिँदैन। मैले यो फङ्सनलाई तपाईँले रन गरेर भन्ने यसरी मैले फङ्सन बनाएँ, अहिले पास लोजिक के लेखेको छैन जोड्ने कसरी भनेर। तर यो फङ्सनलाई मैले अहिले कल गरेँ भने त्यस्तो मतलब इरर दिन्न कि रन भयो। अहिले त्यो लोजिक हामी पछि लेख्ने भनेर छोडिदिइरहेको छौँ इन फ्युचरको लागि, प्लेस होल्डर जस्तो भयो। ल आजको लागि यही 2टा टपिक पढौँ।